जय नेपाल। नेपाल पुलिस स्कुल धरानमा आबद्ध सम्पूर्ण विद्यार्थीहरू, अभिभावकज्यू तथा सम्पूर्ण कर्मचारीहरूलाई मोबाइल एप सञ्चालन सहजीकरणको लागि तयार पारिएको यस भिडियो सामग्रीमा हार्दिक स्वागत छ। यस भिडियोमा हामी विद्यार्थीको शुल्क अनलाइन मार्फत कसरी भुक्तानी गर्छौं भनेर सुरुदेखि अन्त्यसम्म हेर्नेछौं। आउनुहोस् यस एपलाई डाउनलोड गरेदेखि भुक्तानीसम्मको प्रक्रियाहरू चरणगत रूपमा कसरी गरिन्छ भनेर हेरौं। यस एपलाई तयार गर्दा हामीले एन्ड्रोइड प्रयोगकर्तालाई लक्षित गरेर तयार गरेका छौं र यदि तपाईं एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ भने प्ले स्टोरमा गएर यस एपलाई सर्च गर्नुपर्ने हुन्छ र सर्च गर्दा नेपाल पुलिस स्कुल सर्च गरेर त्यहाँ उल्लेख भएका लिस्टहरूमध्ये नेपाल पुलिस स्कुल धरान लेखेको एपलाई इन्स्टल गर्नुपर्ने हुन्छ। अब तपाईले यस एपलाई इन्स्टल गरे पछाडि यस्तो स्क्रिन देख्न सक्नुहुन्छ जहाँ तपाईले युजर नेम र पासवर्ड हाल्नुपर्छ। यदि तपाईले युजर नेम र पासवर्ड प्राप्त गर्नुभएको छैन भने स्क्रिनमा उल्लेख गरिएको नम्बरमा सम्पर्क गरेर आफ्नो आइडी र पासवर्ड लिनुपर्ने हुन्छ। आफूले प्राप्त गरेको आइडी र पासवर्ड हालेर लगइन गरे पश्चात यस्तो खालको स्क्रिन देख्न सकिन्छ र यस स्क्रिनमा पहिलोचोटि खोल्दा यसले कहाँ के छ भनेर हामीलाई सिकाउँछ र गर्नुपर्ने नोटिफिकेसनहरूलाई अन गर्नुपर्छ। अब हामी अनलाइन मार्फत शुल्क कसरी भुक्तान गर्ने भनेर हेरौँ है त। हामीले यहाँ देखिएको विभिन्न ट्याबहरूमध्ये स्टेटमेन्ट लेखेको ट्याब कहाँ छ भनेर खोज्नुपर्छ र हामी देख्न सक्छौँ स्टेटमेन्ट लेखेको ट्याब माथिको दोस्रो ट्याब रहेको छ र यसमा थिचे पछाडि हामी यहाँ हालसम्म तिर्नुपर्ने रकम देख्न सक्छौं र पे लेखेको बटममा थिचे पछाडि हामीले कति रकम तिर्ने हो भनेर यहाँ आफ्नो इच्छाएको रकम दाखिला गर्न सक्छौं र रकम थिचिसके पछाडि प्रोसिडमा हामी थिच्नेछौं। अब रकम भुक्तानी गर्दा हामी मोबाइल बैंकिङ मार्फत गर्ने भएको हुनाले हामी मोबाइल बैंकिङ लेखेको ठाउँमा ट्याप गर्छौं र जुन मोबाइल बैंकिङ हामीले चलाइरहेका छौं त्यसलाई हामी सर्चमा गएर खोज्छौं। अब हामीले तिर्ने रकमलाई सुनिश्चित गरेर पे बटममा थिच्नुपर्छ। यसो गरे पछाडि हामीले मोबाइल बैंकिङको लगइन गर्ने पेज खुल्छ जहाँ हामीले प्रयोग गर्दै गरेको मोबाइल नम्बर र सोही बैंकिङको पासवर्डलाई हालेर कन्टिन्यूमा थिच्नुपर्छ। यति गरे पछाडि हामीले आफ्नो बैंक खातालाई पुनः एकचोटि सिलेक्ट गर्नुपर्छ र सिलेक्ट गरे पछाडि कन्टिन्यू लेखेको बटममा थिच्नुपर्छ र कन्टिन्यू गरे पछाडि बैंकले हामीलाई ओटिपी कोड पठाउने गर्दछ। ओटिपी कोड हामी सामान्यतया एसएमएस मार्फत प्राप्त गर्छौं भने यो कोड आफूले प्रयोग गरिरहेको छ भने आफूदेखि बाहेक अन्य कसैलाई पनि शेयर गर्न हुँदैन र ओटिपी कोडलाई हालेर हामीले पे बटममा थिचे पछाडि यसले हाम्रो यस रकम भुक्तानी गर्नको लागि प्रक्रियालाई अगाडि बढाउँछ र प्राप्त गरेको स्टेटमेन्टलाई तपाई स्क्रिनशट पनि लिएर राख्न सक्नुहुन्छ र यति गरे पछाडि फिनिश लेखेको बटममा थिचे पछाडि तपाई पुनः हाम्रो यस एपमा फिर्ता आउनुहुनेछ र स्टेटमेन्टमा गएर अब हेर्नुभयो भने त्यहाँनेरिको ड्यू अमाउन्ट 0 भएको तपाई पाउन सक्नुहुन्छ र त्यसै स्टेटमेन्टको तलपट्टि तपाई हेर्नुभयो भने त्यहाँनेरि पेमेन्ट लेखेको ठाउँमा पीडीएफ डाउनलोड गर्ने ठाउँ पनि देख्न सक्नुहुन्छ जसले तपाईलाई डाउनलोड गरेको त्यस पीडीएफलाई खोलेर हेर्दा यस्तो खालको बिल पनि पाउन सक्नुहुन्छ। अन्त्यमा यस एपलाई ध्यानपूर्वक हेर्नुहुने सम्पूर्ण विद्यार्थीहरू, अभिभावकज्यू तथा सम्पूर्ण कर्मचारीहरूप्रति धेरै धेरै धन्यवाद। यदि यस एपसँग सम्बन्धित कुनै पनि समस्या परे एपमा उल्लेख गरिएको नम्बरमा सम्पर्क गरेर समाधान प्राप्त गर्न सक्नुहुनेछ। हजुरहरूको दिन शुभ रहोस्। जय नेपाल।